यसो गरेर काटियो करेलालाई। अब यहाँ चाहिँ नुन हाल्नु पऱ्यो। यो एक्लै भएर यहाँनिर चाहिँ भिडियो देखाउनु मिलेन, यसमा नुन हाल्ने। यहाँ नुन हालेर अनिखेर यहाँ चाहिँ कुकरमा राखेर बफ्याउने। यसो गरेर नुन हालिदिन्छु चिरेको ठाउँमा, अनि नुन हालेर बफ्याउने। यसमा अब कागत निचर्ने, अनिखेर बेसार पनि अलिकति बेसार पनि हालिदिने। अनि यसमा नुन हालेर हामीले चिरेको ठाउँमा नुन हालिसकेको छ। अब यसमा अलिकति पानी पनि हाल्ने, अनि बफ्याउने पऱ्यो, बफ्याउने। अब मैले ग्यास बालेँ। यसमा म अब एकछिन छोपेर एक सिटी लगाइदिए पनि हुन्छ। अब यसलाई बफ्याउँछु। ल हेर्नु त, यहाँनिर यस्तो चाहिँ चिरेर चाहिँ नुन हालेको छु, अनि त्यसपछि यसलाई बफ्याउँदैछु। ल तारेर मैले निकालिसकेँ, के अरे करेला अब बफ्याएर मैले निकालिसकेँ। यस्तो भयो, यसको भित्रको चाहिँ सबै झिकेको छु। अब यहाँनिर सर्स्युङ पिसेर राखेको छु, यहाँ लसुन पिसेर राखेको छु, यो भित्रको गेडा चाहिँ पिसेर फेरि मिक्सरमा पिसेर राखेको छु। म यसलाई अब मसला भरेर, मसला पहिला भुट्ने अनि त्यसपछि भर्ने है त। तेल यहाँबाट तेल हाल्दैछु, तेल हाल्ने। अब यसमा चाहिँ मसलाहरू भुट्ने। यसरी मसला भुट्ने। अनि त्यसमा लसुन पऱ्यो, लसुन हालेँ, तोरी हाल्ने, मसला खोर्सानी सबै यसमा त्यसो गरेर भुट्ने। भुटेपछि अनि मसला भरेर करेलामा मजाले एकछिन मसलाहरू गन्ध हुँदैन, भुट्नुपर्छ एकछिन। यसो गरेर भर्ने हो। मसला भरेर अब फ्राइपिनमा तारिँदैछ करेला मसलामा चाहिँ लसुन अमिलो राखेर मजाले भुटेर तार्न तारिन्छ। तारिसकेपछि म अलिकति अब ल तयारी भयो।